नमस्कार, आज हो मेरो विन्टर बलको डे 71 र आज म ट्रेन गर्नेछु चेस्ट ट्राइसेप र एब्स। बिहान तातो पानी खाएर यसो कमेन्ट चेक गरेको एउटा ब्रोले रिच भनेर लेख्नु भएछ। सो के यो तपाईँ देख्दै हुनुहुन्छ? प्रोटेस्टमा गोली लागेको जोक्स पार्ट। बिहान 8 बजे फ्ल्याक्सिसेम सिड्स र गार्लिक जिन्जरसँग तातो पानी पिए। एकजना दाइले मलाई स्टोरीमा मेन्सन गर्नु भएछ। थ्याङ्क यू सो मच तपाईले यति राम्रो सपोर्ट देखाइदिनु भएकोमा र अरू कमेन्ट गर्नेहरूलाई पनि। 9:30 मा प्रिमिल बनाएर खाए। आजको वर्कआउट प्लानहरू यस्तो हुनेछ। 11:30 मा वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 3 सेट, डम्बल फ्लाइ र स्क्विज प्रेसको 2-2 सेट, ट्राइसेपमा क्लोज ग्रिपको 2 सेट, ओभरहेड प्रेस, केबल किकब्याकको 2-2 सेट लगाए। इन्डमा एब्सको 2 सेट गरेर आजको वर्कआउट सके। 10 मिनेट पछि स्ट्रेचिङ गरेर क्रेटिन कोला खाए। 1 घण्टा पछि पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट खाए। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिएर म गए वकमा। आएर एकजना ब्रोको लागि वेट लसको डाइट प्लानहरू बनाइदिए। रातिको खाना खाए। सुत्नुभन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्याङ्क यू सो मच, लभ यु अल र भोलि भेटौँला।